ओइ तँलाई माथि नचर भनेको सुनिनस्? तल झर छिटो त। कस्तो राम्रो सपना देखिरहेको थियो, किन गरा होला? बिहान दिएको सपना पुरा हुन्छ होला। सपना चाहिँ के देखेको थियौ? सुनौँ न त। तिमीलाई होइन मेरोलाई मात्रै राम्रो हो। पछि भन्नु होला। तैँले जति भनेको नि सुनिनस् है? यसले त मासु खान्छ कि मेरो। झरा आफै। पानी ल्याऊ त। त कहाँ जानु लाग्यो फेरि? पक। मोबाइल साथी खेल्न जाँदा के रे? अहिले सुजान मिला हुन्छ। जा किताब मिलाएर राख्छ। जा बरु अस्ति बार्नु पनि रहेछ, सँगै सुत्न पनि नहुने, जुठो पनि बेकार खाँदैछु। भनेर सुन्ने खालको त कहाँ हो? पैसा तिर्न अनि स्कुलबाट एक्जाम दिनु दिएन भने जा तेरो बाउलाई दे। बाउलाई दे न। कहिले? बस। आमा 18,000 रुपियाँ कहिलेदेखि गयो? मङ्सिरदेखिको नि। थैट, यसरी बाबा एउटा चिप्स किनिदिनु न। बाबा एउटा चिप्स किनिदिनु न। पढाउनु सकिँदैन, अब सकिँदैन। प्लास्टिक खानेकुरा खानु हुँदैन भन्छु, फेरि अरूले त खान्छ नि त। के को जोडायो फेरि यो। अब छोड्दै केटा, अब पढ्नु गर्नु छोड्दै जहिले पनि जाने भने दुबई कतार हो, कोरिया हो। कोरियन भाषा पढ बरु। कोरियन भाषामा भन्छ ल। छनन इरोमी अश्विन भण्डारी भन्छ। छनन इरोमी अश्विन भण्डारी हो, बरु यसले अहिलेदेखि नै गऱ्यो भने कोरियन भाषा सिक्छ। बाउले पढेर कोरिया गएर खलपत्रै 3-4 लाख कमाइहाल्यो, कहाँ राख्नु पैसा? अब चिप्स किनिदिनु न, किनिदिनु न। स्कुल जाने बेला भइसक्यो, कहाँ लाग्यो त? ए होस्, आइज मैले जिस्काएको आइज छोरो। अनि तिमी त बुटी बाँध्छौ त, कहिले बाँधेको? भयो 2-4 दिन। अब फेरि कति पैसा सक्यो? तपाईँले जाँड खाएर सक्ने पैसा भन्दा त कम नै हो। म जान खान छोडिसकेँ। ए है बिचरा, भयो होला 2-4 दिन छोड्नु भएको। पर्सि हामी सन्तानेश्वर मन्दिर जाने है। खै कहाँ जाने हो, के गर्ने हो, काम पनि छ गर्ने। जति नै काम भए पनि पर्सि त जाने नै हो। त्यहाँ गएर कतिको बच्चा भएको सुनेको छु। हाम्रो पनि बच्चा भयो भने त भइहाल्यो नि। आज तिमी यही बस्ने ल? नै मम्मीले नबसी आऊ भन्नुभएको छ। म माइजूलाई फोन गर्छु नि। नै म त बस्दिनँ। बस न बस।
मम्मीले मम्मी हुन्छ नाइ मात्रै बस्छ बस न बस नाइ बस न नाइ कहाँ हो तिमी बस न बस तिमीले अस्ति नै कुरा गरेको थियौ नि त्यो एउटा नबसी कुनै धागा छ भनेर त्यहाँ जाऊ न एकपल्ट के भन्दो रहेछ यसो बुझौँ न ल ल ल पैसा नि कति धेरै उठायो फिस पनि बढाएछ क्या स्कुलले आइहाल्छ नि त्यो मङ्सिर महिनादेखि जाँच फीको भन अस्ति पिकनिक गएको थियो पिकनिकको अझ मैले तिमीलाई एउटा कुरा त भनेकै छैन बिहान यो सारेर आउँदाखेरि त्यो किचे साउजीले बोलाएर पैसाको कुरा गर्दै थियो डरले नबोल्न सक्नु न केही भन्न सक्नु तेरो पैसा खाएर भएपछि त भन्न सकेनौ जाऊ न त जाऊ तिमी गएर भन भन्नु त भन्दै अब तिमीले गरेर व्यवहार म किन जान्छु भन्ने विचार पैसा तिर्नुपर्ने ठाउँमा त तिमीले कहाँ मुख देखाउँछौ देखाउँछ देखाउँछ जाऊ न त्यसो भए फुच्चीको स्कुलमा जाऊ त एक्जाम दिन पाउँदैन फेरि एक्जाम दिन नपाए अब सरकारी पढ्छ के भन्नु सरकारीमा पढ्नेले राम्रै पढ्छन् क्या अब प्राइभेटमा पढ्ने पनि लड्छन् भने त्यही हो ताप हुँदैन महिना मर्न लागिसक्यो कुन दिन घरभिटी आएर कराउने हो थाहा छैन करायो अर्को भन्ने त्यसो पैसा जारी पाइहाल्यो बरु तिमी विदेश जाऊ के म तिमीले जे भन्यो त्यही मान्छु भन्छौ साँच्चै अँ ल खुट्टा मिच्छ मिच्दै एकछिन कस्तो गाह्रो भयो ठिक छ ल सुन आहा क्या आनन्द आयो भने जाऊ है विदेश ढोगा नि त खुट्टा एकचोटि ल हे पर्दैन जिस्याउ त लाटे कहाँ खुट्टा जाऊ ल विदेश तिमीलाई मलाई खालि विदेश चाहिँ किन भन्नु पर्यो बोयफ्रेन्ड छ क्या तिम्रो हो त नजाने कुरा बोल्यो अनि के खालि विदेश भने भने गरे तिमी आफै विचार गर त खाना लाउन मात्र ठिक्क छ अझै पुगिरहेको छैन भोलि कोही बिरामी भयो भने फुच्चे बिरामी भयो भने नयाँ लुगा लाउनको लागि 4 बार कुर्नुपर्छ मिठो खानलाई 10 चोटि सोच्नुपर्छ यस्तो के बुढी जे छ त्यसमै सन्तुष्ट हुनुपर्छ मिठो भनेको कुरो भोला जे नि मिठो हुन्छ कि बुझेनौ तिमीलाई टन्न पेट आएन तिमीलाई यहाँ लड्डु ल्याएर मासु ल्याएर कोच्याएर नि खान्छौ तिमी लुगा भने हेर 5000 लाइन त्यही 50000 लाइन त्यही जिउ ढाक्नु 500 रुपियाँ रत्नमारी किनेर लाइन त्यही जिउ ढाक्ने हो कि न भन न थाहा छैन मलाई मन धेरै चञ्चल गर्नु हुँदैन कि बुझ्यौ तिमीलाई त बोलेर सक्दैन कि म जहिले मनगणन्ती कुरा गर्यो यस्तो मान्छे त जोगी बनेको भए भइहाल्थ्यो नि किन ल्याउनु पर्यो अर्काको छोरीलाई बच्चा किन पाउनु पर्यो पैसा पो चाहिँदैन भने त तिमी नै चाहिँदैन भने त अरू कुरा मलाई थाहा छैन हेर भरे आउँदाखेरि 25000 जसरी पनि चाहियो 15000 फुच्चीको स्कुलमा तिर्नु पर्यो 10000 रासनले तिर्नु पर्यो स्कुलमा 10000 दियो दिन दिइहाल्छ साउलाई चाहिँ 5000 जति चाहिँ दिनुपर्छ त्यति भएपछि बुढाले रासन दिइहाल्छ नि 15000 चाहिँ चाहियो जसरी पनि चाहियो पैसा चाहिँ कहाँ हो कसले दिएर तपाईँ साथीभाइ मात्रै हो सबै आफ्नै तालमा मलाई त अरू कुरो थाहा छैन भरे पैसा लिएर आऊ है नत्र भोलि भात पनि पाक्दैन फुच्चीको अन्तिम एक्जाम हो एक्जाम दिन पाउँदैन फेरि कहाँ भन्ने थियो कसले दिएर त त्यो मिस्त्रीले लगेको होइन 20000 त्योसँग माग न त्यस्तो के कुरो 50 चोटि कहीँ होला जम्मै एकचोटि भेट हुन्छ भेट भयो त्यो पनि यस्तो उस्तो 5000 हुने बित्तिकै रसियालाई कहाँ पुग्छ 10000 भयो भने त अरू सोही ल्याउने खाले जति त्यसले पैसा दिँदैन तर जान्छ आज
एकचोटि बाटो पारो भयो नि काममा छेड्छु एकचोटि दियो भने त दिइहाल्यो नि होइन के एकचोटि यसो आफन्ततिर माइतीतिर कोहीले यसो दिन्छ कि यसो भन नि त के भनौँला पहिलाको पैसा तिरेको होइन त्यो लोपा चाहिँ नखाए म हात भात दिन्छु कुन दिन साँच्चीकै भन्छु ल के गर्छु के रे कि अब देखाउँछ साथ दुख्यो कि साँच्चीकै खै दुख्यो भनेको सरी 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 त्यो घिङ्ला नअनलिएर गाह्रो जोड्नु नहो है दार्जिलिङ के गरे तँ पालेर पासपोर्ट खोज्यो नि त मेरो डेट सेक्सन डेट हेर्नु नि त सर भाइ म एकछिन बाद निस्किन्छु होइन साहु आयो भने यो सुन्दाएर कुरा गर ल हुन्छ हुन्छ साहुजी तैँले आउनु हुनुहुन्न 2-3 बजीतिर आउनुहुन्छ म भनिदिन्छु भर्खरै जानुभएछ म पुरा मिलाइदिन्छु तपाईँ जानु आउँदा म छिट्टै आउँछु उतादेखि मलाई फोन आउँछु कि फोन आइसके पछाडि अनि म निस्किन्छु त्यस्तै 2-3 बजीलाई हुन्छ आउँछु सबनाम देखाइदिए तिमीलाई आज ठ्याक्कै आइसौ त के छ खबर अनि ठिक छ तपाईको मेरो नि ठिक छ दिदी खोइ त दिदी फुच्चुपुर मुनि चाहिँ तपाईको फुर्सद छ भने एकैछिन मलाई चाबेलसम्म पुऱ्याइदिनु न त पठाउमा के कति खर्च लाग्छ म दिन्छु हुन्छ भइहाल्छ नि कामै त्यही हो बिहानदेखि मोबाइल चार्ज नगरेर केबल बिग्रियो कि चार्जर बिग्रियो हेर नि कतिखेर निस्किन्छौ त 1 बजीतिर निस्किने ओहो 1 बजे त 11 बज्यो काम पनि गर्नु पर्यो छिटै निस्किन पायो भने के गर्ने मैले खानै खाएको छैन हो र नत्र म लुगा फेरेर आउँछु उतै खाजा साजा खाम्ला नि त हुन्छ नि त कहाँ जाने रे चाबेल चावल चाहिँ के जान्ला डेटिङ जानलाई क्या त्यहाँ भइहाल्छ डेटिङ जाने जस्तो देख्छु म होइन भयो नि सोधे नि त कति बेर लाग्यो तिमीलाई के फर्केर नै आउने कि उतै भयो नि फर्किन्छु 1-2 घन्टा जति कुर्नु न हेरौँ कुर्ने नकुर्ने चाहिँ अब टिप लाग्यो भने म हिँड्नुपर्छ कुरान चाहिँ तिमीलाई पुऱ्याइदिन्छु नि त ए हस् हुन्छ म निस्किने बेला तपाईँलाई कल गर्छु नि त मलाई कल नगर म त्यहीँ गल्लीमा आएर बस्छु तिमी रेडी भएर निस्क न त्यतै गरेर आउँदा हुँदैन हस् दिललाई नभन ल हस् हेलो तिमी कहाँ हो अनि यहाँ आउनु भने त मलाई ए ल ल मै कारखानामा छु होइन तिमी यहाँनिर आएर मलाई कल गर न म निस्किहाल्छु है कति टाइम लाग्छ ए ल ल कति भयो फेरि पैसा पर्दैन जस्तो त लिनु होइन छोड्दै पछि त्यही नै हुन्छ के हुन्छ हस् हुन्छ के अरे तिमीसँग एउटा कुरा गर्नु थियो मैले भन्नु नि के कुरा हो पैसा 20,000 जति छ त खोजेर फेस तिमीलाई त रासमा कस्तो पाबे पैसा छैन नि मेरा जस्तो दिदीले ब्याजमा लगाइदिनु भयो त्यो त भन्दै थियो दिदीले भन्न त होइन म बस्न सक्छु जानु सक्छु है जति गर्नु न होइन बस्यो भने फोन गर्छु तिमीलाई गयो भने गयो है त टिप्ला हानी भन्छु त्यो त ठिक अनि फोन गर्नु हेलो मै कारखाना छु ल ल तिमी कहाँ हो र ए ल ल ल म लुगा फेरि आइहालेँ ल
सर अब निस्किनु पर्ला है ढिला भयो होइन बस न अनि दिलीपको खबर के छ ठिक छ साँच्ची दिलीप बाहिर जाँदाखेरि एयरपोर्टमा कि अफिसमा भेटेको तिमीले मलाई अफिसमै भेटेको ओ अफिसमै त्यतिखेर त पातली थियौ नि तिमी साँच्ची हजुर अहिले अलि मोटा छ अहिले चाहिँ मोटाएर एकदम सुहाएको छ तिमीलाई अनि टाइममा त पैसा पठाइरहेछ नि होइन हजुर पढेर दिलीपले हजुर पढाइरहनु भएको छ पैसाको त सदुपयोग भइरहेछ नि होइन हजुर ब्याजमा लगाएको छ ब्याजमा लगाएको छौ हजुर ल है ल ल विचार गर अनि विदेश जाने गाउँतिरको कोही चाहिँ भाइहरू छन् भनेदेखि डिमान्ड आइरहेको छ यसो लिएर आऊ तिमीलाई पनि पकेट मनी हुन्छ है हस् हुन्छ म बुझ्छु नि हस् 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 अनि यसो चाहिँ आउने गर न त्यतिकै एक्लै अब अलि ढिला ढिला भयो जस्तो छ अब निस्किन्छु है बस न एकछिन गुरु मलाई हतार थियो धेरैजना मान्छेहरू हुनुहुँदो छ अब मेरो नि जम्मै हातबाट कर्कर खाइरहेको थियो अस्तिसम्म हजुरले पुगेपछि अलिक कम भयो अनि फेरि दोहोऱ्याउनु पर्यो भने आएको एकचोटि ठिक हुन्छ नातिन मैले अस्ति पठाउनु बोकेको चाहिँ अर्कै गुरु हुनुहुन्थ्यो कि पातलै हुनुहुन्थ्यो ग्याल्थङको भन्नुहुन्थ्यो उहाँ चेलो उहाँ गुरु ए उहाँ झन् उहाँको चेलो उहाँ राम्रो गुरु ठिकठाक हो मैले ठाउँ त यहीँ देखेँ नि त्यो ठिकठाक ल अब तपाईँ शनिबार आउनु तपाईँलाई यताले फुके चाहिँ चट पारिदिन्छु म गुरु शनिबार कतिखेर आउँ म शनिबार बिहान आउनु खाली पेटमा सामान के ल्याउनु पर्ने हो सामान त्यही धोका सेता लिएर आउनु अथवा पर्दैन अब तपाईँ उठ्दा हुन्छ ल हजुर आउनु हजुरहरू के कति समस्याले आउनुभयो यहाँ यस्तो के गुरु अस्ति मैले पठाउमा एकजना गुरु बोकेको थिएँ होइन सिन्धुपाल चाहिँ ग्याल्थङको भन्नुहुन्थ्यो अनि उहाँको चाहिँ यहाँ कपन दुर्गा मन्दिर छ भनेर भन्नुहुन्थ्यो त्यही भएर हामी सोध्दै खोज्दै आएको यहाँ आउँदाखेरि उहाँ हुनुहुँदो रहेछ अनि उहाँले चाहिँ हामीलाई के भने अब तपाईँहरूको बच्चा भएन भने बच्चा हुनेसम्म गराइदिन्छु भन्नुहुन्थ्यो अनि अब यहाँ सोध्दै आउँदा यहाँ हजुर ठिकठाकमा आउनुभयो त्यो मेरै चेलो हो हामी बच्चा हुने गराइदिन्छौँ के हजुरले टेन्सन लिनु परेन अब टेन्सन नलिनु होला हजुरले हजुरको नाम भन्नु त मेरो नाम कमल नरायणकै नाम हो नरायणको त गङ्गाराम बाबु घर कहाँ पर्यो मेरो उदयपुर बा उदयपुर तलको माथि उता मास्तिर बा उता माथि मालमाछे भन्ने ठाउँ त्यहाँतिर घुमेको छु म हजुरको बेगारिया कति वर्ष भयो भयो 9 वर्ष भइसक्यो डक्टरहरू औषधि पनि खुवाउनुभयो कि त्यो पनि खाइयो अब हजुरको कुलाइन पनि अलिकति बिग्रिरहेछ अब हजुरको 3 दशक गरेर बिग्रिया 8-10 वर्ष भइसकेछ त्यही कारणले गर्दाखेरि जय जन्म भएन अब हजुरको जय जन्म हुने म गराइदिन्छु हजुरले केही पूजापाठ पनि गर्नु पर्यो हजुर ल तपाईँले चिन्ता नगर्नुहोस् अब एउटा औषधि दिन्छु म त्यो औषधि खानुहोस् है हुन्छ यो औषधि चाहिँ राति 12 बजे कि चन्द्रमा कि तारापट्टि फर्केर बायाँपट्टि फर्केर खानुहोस् है राति 12 बजे राति 12 बजे त्योभन्दा अगाडि खानु भएन भएन तैँले घरबेटी आमालाई कोठा बस्नेले टुनामुना लाइ भनेर बोलेको अरे हो तैँले पत्तो लगाउन सक्छ जे पाए त्यही बोल्छौ तँलाई 4 पल्ट मोडेर तँलाई यो गाउँ घुमाइदियो पुलिस ल्याएर तँलाई डोरी लाएर बाँधेर लैजाऊ जे पाए त्यही बोल्ने हो भन्न पाएन जे पाए त्यही भन्ने हो म त्यस्तो हो के टुनामुना लाएर मलाई मार्छस् लु मार न त ल जे गर्छस् गर म हेर्छु बोल्नु पाएन जे बोल्नु पाइन्छ चाहे भने मैले तँलाई जे पनि गरिदिन सक्छु याद गरेर बोल अलि अझै त्यस्तो बोल्ने नबोल्ने धामी भयो भने त खुब जान्ने भयो भनेर त
यसलाई मान्छे 2-4 जना ल्याएर पुलिस गुन्डाहरू ल्याएर यसलाई म के गर्दिरहेछु ठिक पार्छु। दिदी हिसाब कति हाम्रो उहाँ ठगेछ किन हतार गर्नु फाल्दो है जोर दुःख ल्याए किन फाल्नु पैसा पऱ्यो त्यहाँ देखेन झन्नै तय मैले त्यसलाई कुटेको देखेँ त म त म चाहिँ परि हाँस्नु मन लागेको छ है त्यसको अनुहार हेरेर अब के गर्नु भन्नुभयो कि म होइन झन्नै पुरी त्यसले यार मलाई नै हाँसी उठिरहेको थियो चुपचाप लागिरहेको छैन म यस्तो हेर्छु मलाई त डर पनि लागेको एकछिन होइन एकजना हाँसी उठिरहेको थियो एकछिन डर पनि लागेको त्यहाँनिर हुनेवाला केही पनि छैन हेर होइन उयो त हाम्रो जस्तो मान्छेले यसो गर त्यहाँनिर यताउता गरेर त्यसले पैसा कमाउने भएर होइन त्यसको बाहना मात्रै हो त्यो हुन चाहिँ केही पनि हुँदैन त्यहाँनिर गर होइन कसैको ग्रह ठ्याक्कै मिल्छ क्या कसैको ग्रहले काम गर्छ हुन पनि सक्छ राख अब गइ त हाल्यो ल्याएर आइसक्यो दुःख भइहाल्यो मलाई चाहिँ विश्वास लागेको छैन हेर होइन एउटा हेरिदिउँ न के रहेछ तितो छ यस्तो तितो छ यो हेर्दै यस्तो छ यो कुखुराको सुली यसो कुटेर हालेको छ त्यसले होइन होला है चाख्छु तिमी नै खाऊ थोरै म खाँदिनँ तिमी नै खाऊ खैले त म पनि हेरौँ यो जडीबुटीको धुलो रहेछ मुर्लाहरू खानु त हुने हो तर खोइ के अब त 12 बजे राति उठेर आकाशमा चन्द्रमा र तारा हेरेर खानु भनेको हेरौँ न जे पनि खाऊ न काम गर भन्नु पऱ्यो खा न काम भइहाल्छ कि खाउँ त खाउँ एउटा खाउँ होइन भयो भने त भयो तर अब हेरौँ न स्वास्थ्य छैन तर पनि अब गाह्रो छ हो बढी गाह्रो छ 20,000 रुपियाँ पैसा खोज्न सक्यो पछिल्लो एक्जाम दिन पाउला जस्तो छैन खाजा के हाल्यो पछिल्लाई के हुनु त्यही दामु चिउरा कति त्यो दालमुट चिउरा अलिक कमसे मिठो खुवाउनु पर्छ नि बिचरा अर्काले खाएको ठुलो हेरेर बस्छ होला जाँदाखेरि लाग्यो क्या हो सुतो चुप लागेर जाँड होइन बुढी जाँड होइन यथार्थ हो त्याङ्गो गरेर नि कहिले पुग्नु खाना लाउने ठिक कहिले जग्गा जोड्नु कहिले छाप्रा हाल्नु पेट दुखेर हस्पिटल गयो भने के जाँचेर 10,000 सकिदिन्छ खसीको मासु एकछा खानु पर्यो भने पसल अगाडि उभिएर 10 मिनट घोरिनुपर्छ यस्तो पाराले नै जिन्दगी हुन्छ त मलाई त मरे नि यत्रो सिट टेन्सन थिएन तिम्रो र छोरोको मात्रै हो मलाई टेन्सन यसै गरी रक्सी खाइराख न पैसा पनि सकिन्छ तिमी पनि सकिन्छौ अनि हात त मोटेले खुवायो क्या मैले खाएन मेरो खर्च भएन सिरियस कुरा गरे बेला त सुन न यार हो तिम्रो सिरियस कुरा जान खाएको बेलामा मात्र त हो नि बिहान त खुब जे छ त्यसमै रमाउनु पर्छ
जिन्दगीमा अरू केही चाहिँदैन भने होइन जे छ त्यसमै खुसी हुनुपर्छ भने होइन तिमीले बिहान त्यस्तो भने थिएँ मेरो ऊ हेरिदेऊ छ कि छैन हेऱ्यो कि हेरेन हेरेको कि छैन त्यति जा हेर्न नसक्ने के विदेश जा भने त डेट छैन भनेको हौ त्यसो पैसा खोज्दै अब 10,000 कहाँ गएर खोज्छु पासपोर्ट बनाउनु भन्नु जे भने नि भन्नु न पैसा के गरे सरिता दिदीले ब्याजमा लगाइदिनु भएको छ महिनाको 1000 जति आउँछ ल घरतिरबाट फोन गरेर के भनेछ घरकाले फोन गऱ्यो भने पैसा पठाएको अरू केही पनि नभन नि तेरो स्वास्नीलाई मात्र पठाइ भन्नु नि फेरि म त्यति लाटी छु र एक्लै भएको बेला नि स्कुल जानुपर्छ त नि बानी लागिसक्यो अनि के गर्नु त ल सुत अब रातभरि मोबाइल नचलाऊ अब सुत्ने हो जिउ दुखेर कस्तो भएको छ बोक्सीले चुसेर यहाँ यस्तो भएको छ खै फेरि देखाउ त नकराउनु चुप लाएर सुत्नु अब भोलि हेलो हेलो कता यता माथि हेर्नु न माथि तपाईहरुले यति नदेखाइकन त हेर्नै भएन पहिलो एपिसोड पनि राम्रो थियो नि गएर हेर्नु एकचोटि लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु अनि तेस्रो एपिसोडमा हामी आउँछौँ बाइ बाइ